हेलो गाइज, आज हामी कहाँ जाँदैछौँ अहिले त? सीमा फल्स चाहिँ पहिला पनि हेरिसक्यो हामीले, तर यसपालि पनि फेरि रुट के कस्तो छ हेर्न जाँदैछ होइन। सो गाडी चाहिँ यहीँ छ हाम्रो पछाडि। सो हेर्दै जाउँ है त के कस्तो हुन्छ, कति टाइम लाग्छ है त। ल यता हामी चाहिँ मनिखेल आइसक्यो है। सो गाडी लिएको लास्ट स्पट चाहिँ यहीँ रहेछ, सीमा फल्ससम्मलाई चाहिँ भनौँ न, नत्र उता गोडीखेलसम्म जान्छ है गाडी चाहिँ। यहाँसम्म आइसक्यो अनि त्यसपछि अब यहाँको चाहिँ रुट हेर्दैछौँ हामी चाहिँ है, कताबाट छिर्न सकिन्छ, कताबाट सजिलो हुन्छ, रुट हेर्दैछौँ है। यही हो है त मनिखेलको लास्ट स्पट चाहिँ सीमा फल्सको भनौँ न है। यहाँ चाहिँ गाडी हाम्रो चाहिँ यही गाडीमा आएको हामी, यहाँबाट अगाडिबाट रुट छ, त्यहाँबाट हेर्दै जान्छौँ है त। ल यता हल्का पेट पूजा गरियो अनि अब चाहिँ हामी अगाडितिर लाग्दैछौँ है। पहिला चाहिँ हामी अर्को बाटोबाट गएको थियो, अहिले चाहिँ यो चाहिँ अर्कै बाटो रहेछ है। मनिखेलसम्म चाहिँ गाडीले ल्याइदिन्छ। यहाँसम्म आएको चाहिँ लगभग एकजनाको 240 रुपियाँ पर्ने रहेछ है। सो गाडी चाहिँ तपाईँको चापागाउँको बस पार्कबाट लाग्ने रहेछ है, बिहानको 8 बजे। अर्को गाडी चाहिँ 10 बजे पनि लाग्ने छ अरे होइन। अनि एउटा लास्ट गाडी चाहिँ 2 बजे, दिउँसोको 2 बजे गोठीखलको गाडी लाग्ने पनि छ अरे है। सो के अरे बिहानको सुरुको गाडी चाहिँ 8 बजेको छ रहेछ है। सो 8 बजे भनेपछि लगभग 3 घन्टा लाग्ने रहेछ यहाँ आइपुग्दाखेरि। सो त्यही हो, तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने चाहिँ चापागाउँको डोबाट चापागाउँ बस पार्कमा गएर गाडी बुझ्न सक्नुहुन्छ, मनिखेलको गाडी भनेर चढ्न सक्नुहुन्छ है त। अनि इम्पोर्टेन्ट कन्ट्याक्ट नम्बर हो बसको गाडीको नम्बर चाहिँ म डिस्क्रिप्सनमा नै हालिदिन्छु, तपाईँहरूलाई सजिलो होस् भनेर। तपाईँले प्रि बुक पनि गर्न सक्नुहुन्छ टिकट होइन। सो त्यही हो, मनिखेलसम्म छोडिदिन्छ, मनिखेलबाट चाहिँ हाइक सुरु हुन्छ है त। यहाँबाट आधी घन्टा 45 मिनट भन्दैछ। सो हेर्दै जाउँ है त, बाटो चाहिँ यस्तो छ है। सो पहिलाको चाहिँ अर्कै रुट थियो, अहिलेको चाहिँ अर्कै रुट छ है। हेर्दै जाउँ अहिलेको कस्तो छ है त। ल सो यो पोइन्ट चाहिँ याद गर्नलाई बाइकहरू आउनु चाहिँ यहीँसम्म हो होइन। यतापट्टि पनि बाटो छ, यो बाटो पनि आउनु त आइन्छ है। सो हामी आएको चाहिँ यो बाटो भयो होइन, यो बाटो। सो यतापट्टि पनि छ बाटो चाहिँ छन्छ होइन। तर अहिले चाहिँ गाडीले यो लङ कट ल्याएको छ, तर सर्टकट पनि बाटो चाहिँ छन्छ है बाइक आउने चाहिँ। सो यहाँसम्म चाहिँ बाइक आउँछ, यहाँबाट चाहिँ लगभग आधी घन्टा 45 मिनट छ है त। सो माथि गएर हेरौँ है त। अन्त पानीको फ्लो चाहिँ फुलै छ जस्तो छ। यसो यो खोला हेर्दाखेरि चाहिँ होइन, पहिला चाहिँ थोरै थियो, अहिले चाहिँ खतरा फ्लो छ होइन। सो हेर्दै जाउँ है, माथि गएर हेरौँ अब कस्तो छ है त। ल सो दिस इज द वे है। यहाँबाट चाहिँ त्यस्तो कन्फ्युजिङ रुट छैन। सो यहाँबाट पनि माथि अलिकति माथि पुग्दा चाहिँ एउटा चाहिँ 2टा बाटो छ होइन, लेफ्ट लाग्ने र राइट लाग्ने। राइट लाग्यो भने चाहिँ तपाईँहरू एकैछिनमा पुग्नुहुन्छ झर्ना होइन। लेफ्ट लाग्नुभयो भने चाहिँ तपाईँहरूले माथिपट्टिको त्यो लाइनैवाला झर्नाको भ्यू छ नि, 3-4वटा लाइनवाला, त्यो भ्यू चाहिँ हेर्नको लागि चाहिँ लेफ्ट लागेर माथिबाट जानुपर्ने हुन्छ। अनि छिटो पुग्नको लागि चाहिँ राइटबाट लाग्नुपर्ने हुन्छ, तर त्यो भ्यू चाहिँ देखिँदैन है। सो बाटो चाहिँ यस्तो छ अहिले असिनाको बाढीले पुरै बिगारिदिइसकेको रहेछ है। सो बिस्तारै अगाडि लागौँ है त। ल तपाईँ बनाउने बवाल छ बवाल। नाली त्यो चाहिँ तेलमै पर्छ है, अन द वे पर्छ, दामी छ है। बवाल बवाल छ ठाउँहरू चाहिँ। बिस्तारै माथि जाउँ है त अगाडि। अब ल त फाइनली पानी पऱ्यो है। फेरि पुरा रेनकोट सेनकोट अम्रेला सम्रेला ओर्दै हिँडिरहेको छ हामी। पानी पर्दैन हिँड्दा हिँड्दा बिचमै है। पुरा हात मिलाउँदैछ बिस्तारै।
यहाँ त धेरै त छैन छन् त है पानी परेर चाहिँ ल्याङ भयो ल त अन द वे यस्तो सानो झर्ना पनि देख्न सकिन्छ है त अब चाहिँ हामी यताबाट माथि लाग्ने है त पहिलाको भन्दा धेरै चेन्ज भइसक्छ बाटो चाहिँ है सब पानीले बिगारिसकेको छ बाटो अर्कै जस्तो लागिरहेको छ बिस्तारै माथितिर जान्छौँ है त सो द ट्रेल इज लाइक दिस है पहिलाको बाटोभन्दा चाहिँ छुट्टै बाटोबाट आएछौँ हामी चाहिँ है सो यस्तो छ वेदरै चेन्ज भइसक्यो पुरै खतरा पानी पर्ला जस्तो भइसक्यो है बिस्तारै लाग्दैछौँ अगाडि है सो आज चाहिँ फर्किन नभए होला नहोला जस्तो छ तर सकेसम्म फर्किने नै हो आज है यहाँ बसेर नि के गर्नु भोलि काम छ त्यही भएर सकेसम्म चाहिँ फर्किने सोचिरहेको छौँ है फेरि पानी पर्न थाल्यो अब ल बिस्तारै अगाडि लाग्दैछौँ है त ल त यो पोइन्ट आएपछि याद गर्नु है ठ्याक्कै यो सानो पुल जस्तो छ यतापट्टि है यताबाट लेफ्टबाट लाग्नु भयो भने त अलिकति लङ कट हो माथिपट्टिको भ्यू देख्नको लागि होइन सो यो बाटो गयो भने चाहिँ सर्टकट हो है त एकैछिनमा पुग्छ त्यो बाटो लङ कट हो बिस्तारै हेरौँ है त ल त गाइस दामी भ्यू देखिन्छ यहीँ माथिपट्टि हो 1 2 3 4वटा जति झर्ना देखिन्थ्यो है बवाल देखिन्थ्यो तर राम्रोसँग देखाएको छैन यस्तो कुहिरो लगाएर सो अब पछि आउँदा चाहिँ देखिन्छ होला भनेर होप गरौँ है यहाँबाट बवाल देखिन्थ्यो नत्र लाएन बवाल देखिन्थ्यो त्यो कुहिरो लगाएर चाहिँ सबै यस्तो छ है ऊ त्यो माथिको घरबाट तल झरेको हामी चाहिँ अघि चाहिँ त्यस्तो छ है त ल हाम्रो सानो खैरे पनि आएको छ यहाँ सानो कुम्टे यहाँ जुगाएर टुकिसकेको छ नि त मलाई ल त गाइज बल्ल देख्न थालिरहेको छ झर्ना चाहिँ त्यहाँ छ हेर्न सक्नुहुन्छ तलको झर्ना यो यहाँ माथि यहाँ माथि पनि छ त्योभन्दा माथि पनि छ है अर्को चाहिँ यहाँबाट देखाएको छैन जस 3-4वटा लाइन देखिन्छ कि यहाँबाट चाहिँ बवाल छ ल अगाडि गएर हेरौँ है त सो अलिकति माथि आएपछि चाहिँ यो रेलिङको बाटो देख्नुहुन्छ है तपाईँहरूले अघि हामीले उता डाँडाबाट देखाएको थियो है सो यो रेलिङको बाटो आउँछ यो रेलिङको बाटोबाट धेरै माथि चाहिँ छैन है सो लेट्स गो है पहिलाभन्दा बाटो चाहिँ धेरै चेन्ज भइसकेको छ त्यो Finally the beauty is here. यहाँ देख्नु सक्नुहुन्छ पछाडि टिम्बा फल्स दामी 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 झर्नाको जग्गा दामी छ है बवाल छ बवाल लगभग 1-1.5 घन्टा पछि चाहिँ 1.5 घन्टा जति हिँडेपछि चाहिँ माथि आइपुग्छ र बिस्तारै हिँड्नेलाई पनि लगभग 2 घन्टा जति भनौँ न नत्र 1.5 घन्टामा पुगिन्छ है बवाल छ बवाल अगाडि गएर हेरौँ है त त्यहाँ स्विमिङ खेल्ने ठाउँ पनि छ है दामी छ दामी लास्ट छ पानी चाहिँ चिप्लो 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 ढुङ्गा लास्ट चिप्लो छ है केटाहरू चिप्लोलाई रेडी भइरहेको छ अब त्यहाँ अगाडि गएर हेरौँ है त पहिला चाहिँ यहाँ पुरै स्विमिङ खेल्न मिल्ने पनि ठाउँ थियो है मजाको गहिरो नै थियो त अहिले चाहिँ छैन रहेछ त्यस्तो है यहाँ ढुङ्गा ढुङ्गा भरेको कारणले होला सायद अस्ति न बाढी आएको कारणले पनि यो ढुङ्गा ढुङ्गा आए जस्तो छ है नत्र यहाँ पुरै मजाले स्विमिङ खेल्ने ठाउँ पनि थियो कि यहाँ चाहिँ त अहिले चाहिँ त्यस्तो विधि मिल्दैन उता अगाडि गएर रुच्न त मिल्ने रहेछ है त्यस्तो स्विमिङ खेल्न मिल्ने ठाउँ चाहिँ छैन रहेछ तलपट्टितिर चाहिँ छ बरु है बाटोमा तर यहाँ चाहिँ मिल्दैन रहेछ यस्तो छ हेर्न सक्नुहुन्छ फेरि पानी पर्न थाल्यो हाम्रो यहाँ खैरे दोष पनि यही चाहिँ पानी परिहाल्यो नि यार खतरै पऱ्यो ल त गाइस औडै पानी पऱ्यो यहाँ झर्ना पुगिसकेपछि ल बरु अघि बाटोमा त्यस्तो परेको थिएन है खतरै पऱ्यो यहाँ चाहिँ बवाल यसरी बसिरहनु परेको छ यहाँ पछाडि झर्ना छ है
यहाँ चाहिँ यसरी खाताउडे बसिरहनु पर्ने रहेछ यहाँ जेसन भाइ छ यहाँ सुन्दर भाइ छ है अजिबको एडभेन्चर भयो यहाँ कस्तो पानी पऱ्यो खत्रै पऱ्यो नि यहाँ like a map with no border, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride. ल है त अब त बिस्तारै हामी फर्किँदैछौँ है खत्रै पानी पऱ्यो सो झर्नामा चाहिँ एकछिन मात्र टाइम स्पेन्ड गऱ्यो किनभने हाम्रो गाडी पनि अब 2 बजेतिर फर्किन्छ होइन पानी पनि फेरि पऱ्यो है एकछिन टाइम स्पेन्ड गरौँ भनेको पानी फेरि परेर भयो भयो होइन त्यही कारणले हामी एकछिन बसेर मजाले हल्का फुल्का भिडियो लिएर फर्किँदैछौँ है सो फर्किँदाखेरि चाहिँ अर्को बाटो पनि हेर्नु पर्ला यहाँबाट है त्यो पहिलाको बाटो हेरौँ अगाडि के कस्तो छ हेर्दै जाउँ है त ल सो बिस्तारै हामी यो ठाउँको पनि प्याकेज लिएर आउँदैछौँ सो चेक गर्दै गर्नु होला बटुवा टिपको पेज है खतरा काँडा रहेछ यहाँ ल अगाडि गएर भेटौँ है ल यो त केटाकेटी हो मनसुन हाइक भनेको चाहिँ यस्तै हुन्छ है पानी पऱ्यो होइन पानीमा रुच्दै यस्तो झाङझाङमा होइन जुगाले टोक्दै है बिस्तारै बिस्तारै हिँड्नुपर्छ यसरी खोला छेउको छेउ चिप्लो चिप्लो छ यहाँ ढुङ्गाहरू पनि यसरी लड्दै र पर्दै पानीमा भिज्दै जानुपर्ने हुन्छ यसरी ल सुन्दर भाइ यहाँ छ यहाँको त पुरै कम्प्लिटली बाटो नै बिग्रिसकेको छ क्या अनि पहिला लिएर आएको बाटो त बाटो नै कन्फ्युज बनाइदिइसकेको छ अहिले चाहिँ ल बिस्तारै बिस्तारै तलतिर लाग्दैछ है त ल त गाइज फाइनली हाम्रो बस पनि पाइसक्यो बल्ल तल्ल पायो अब चाहिँ हामी ब्याक टु काठमाडौँ हुँदैछौँ है त ल सी यू अन्टिल नेक्स्ट टाइम है त